हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि भ्लग चाहिँ हाल्नु पाएको छैन, अलिअलि भए पनि माया चाहिँ गरिदिनु हुन्थ्यो। भ्लग चाहिँ हाल्नु कहाँ होइन यस्तो राति भ्लग चाहिँ हाल्न पाएको छैन होइन, ड्युटीको कारणले गर्दाखेरि। अनि यस्तो टाइमै मिल्दैन त मेरो। अनि अब त्यही पनि यस्तो अलिअलि भए पनि बनाउँछु हाल्छु भनेको टाइम नै मिल्दैन। त्यही भएर राति भए पनि बनाएको। साथीहरू अहिले चाहिँ हामी यहाँ मार्केट हिँडेको। अनि मेरो फेरि आज उता रुमबाट सामान लिएर आएको। अनि भर्खरै मार्केट हिँडेको। कस्तो बाटो, यस्तो बाटोमा हिँडेको छौँ हामी। देखेछ हेर्नु त हिँडेको छौँ। अनि गर्मी पर्नुहुन्छ भने साथीहरू यति धेरै गर्मी छ पुरै नदिनु। अनि हामी चाहिँ यहाँ मार्केट पोर्कको मासु लिनु हिँडेको यस्तो गलीबाट। अनि अहिले न त्यो त नदेखाउनु, पोर्कको मासु लिनु हिँडेको साथीहरू। सुँगुरको। अब गाउँतिरको नेपाली दिदीबहिनी आमा बुवा दाजुभाइहरू अङ्कल आन्टीहरूले त बुझ्नुहुन्न नि त खासै पोर्क भनेको के हो भने। पोर्क भनेको चाहिँ सुँगुरको मासु हो साथीहरू। गर्मी भन्नु छ भने यस्तो गर्मी छ, यस्तो गर्मी छ, बाफ्रे बाफ, पुरै नगरौँ क्या गर्मीको त। साथीहरू म एकछिनमा भेट्छु हजुरहरूसँग। ओके, हामी चाहिँ मार्केट आइपुग्न लागेको छौँ। मुभी बिल्डिङ हो। अनि अहिले चाहिँ मैले त्यहाँ गल्ली भएर नबनाएको नि त भ्लग, देखेको छ कि छैन। अनि नबनाएको होइन, कस्तो साह्रो गर्मी छ क्या, गर्मीले त भन्नै नपर्ने। अनि के छ अनि अरू भन्नु साथीहरूले होइन। मेरो भ्लग कस्तो लाग्छ जस्तो भयो भने माया गरिदिनु होला। हप्तामा एक दिन चाहिँ म हाल्ने नै छु जसरी भए पनि। अनि अब अरू दिन चाहिँ त्यस्तै हो, ड्युटी छ। अनि ड्युटीले गर्दाखेरि अहिले टाइमै मिल्दैन। 12 घन्टा ड्युटी हुने मान्छेको यस्तो भए टाइम मिल्दैन। बिहान 6 बजे गयो, बेलुका 6 बजे आयो। मम्मी कस्तो तर्साएको हो, त्यस्तै हो। अनि यहाँ त कति ठुलो बिल्डिङहरू हुन्छ क्या साथीहरू। घरहरू पनि यति ठुलो बिल्डिङ हुन्छ है। अब डरै लाग्छ। 92, 93, 94 तलसम्म हुँदो रहेछ क्या घर चाहिँ यतातिर। 92, 93, 94 तल WTC को मलको। हेर्नु कत्रो ठुल्ठुलो बिल्डिङ हो। माई गड, यत्रो बिल्डिङ छ क्या साथीहरू। यहाँ चाहिँ यस्तो छ अनि यस्तो छ। हामी जान्छौँ यसमा। यहाँबाट फेरि जेब्रा क्रस गर्दा चाहिँ एकदमै ध्यान पुर्याएर क्रस गर्नुपर्ने हुन्छ, होइन भने त फ्याट्टै फाइन हानिन्छ। गाह्रो छ साथीहरू, गाह्रो छ। एकचोटि मेरो दौरो फाइन आयो नि त, त्यही भएर गाह्रो छ साथीहरू। गर्मी पनि त्यस्तै छ। ल साथीहरू म एकछिनमा भेट्छु है।